So, alright guys, your boys and the Monty is back with a new video again So, अनि धेरै दिनपछि भिडियोमा ब्याक आइसकेको छु होइन अनि त्यही हो केटा है कस्तो चल्दैछ तिमीहरूको जिन्दगानी दर्पण छ यार सबजनालाई आरामै होला आई होप सबजना आरामै हुन्छ सो हेलो एन्ड नमस्ते एभ्रिवान दिस बोय एन्ड जेन म त्यही न्यु डे न्यु ब्लग भनेर भन्दिनँ होइन आज चाहिँ एउटा छोटो मिठो एउटा सानो एउटा गिभ अवे टाइपको मैले एउटा इन्स्टामा पोस्ट हालेको चाहिँ साइडमा देख्न सक्नुहुन्छ होइन अनि त्यो त्यो गिभ अवेमा चाहिँ होइन लाइक एकदम सिम्पल है एउटा क्वेसनको एन्सर दिएर हजुरले 400 रुपिस क्यास जित्न सक्नुहुन्छ होइन ई सेवा नत्र क्यासै जित्न सक्नुहुन्छ दिन त मैले ट्रान्सफर गरिदिनु त ई सेवा नै हो होइन मैले ब्याङ्क स्याङ्क अरू केही पनि होइन जस्ट ओन्ली ई सेवा यदि हजुरले त्यो अमाउन्टमा अरू केही त्यो 400 रुपिसको अमाउन्ट क्यास प्राइसमा अरू केही नै लिन्छु भनेर इच्छुक हुनुहुन्छ भने त्यो पनि पाइयो एज अ विस होइन किनकि जितेको विनरले नै इच्छा हो नि त अब त्यो 400 रुपियाँ नै लिनुहुन्छ कि अब त्यो 400मा केही कुरा आउने नै लिनुहुन्छ भन्ने कुरा हो होइन अनि धेरैले कोसिस त गरेन् कमेन्ट गरेन् होइन तर धेरैजना फेल भयो कोही कोही चाहिँ एकदमै क्लोज आएको थियो होइन प्राइसको अनुसन्धान गर्दाखेरि क्या बनाए यस्तै अनि कोही कोहीले चाहिँ मिलाउन खोजेको थियो कोही कोही चाहिँ लास्टै हाई गयो नि अनि सो मैले गिभ अवेलाई चाहिँ एकदमै इजी बनाऊँ भनेर होइन अनि मैले चाहिँ अप्सनहरू लिएर आएको छु होइन त्यो अप्सनहरूमध्ये चाहिँ एउटा सेट गर्नुपर्ने हुन्छ हजुरहरूले र त्यही अप्सनमा हजुरले 4वटा अप्सन हुन्छ त्यो 4वटा अप्सनमा एउटा अप्सन चाहिँ राइट हुन्छ त्यो एन्सर राइट हुन्छ होइन त्यो अप्सन चाहिँ कुन हो भनेर चाहिँ दिमागमा जोड लगाएर चाहिँ त्यो एन्सर हामीले हजुरहरूले कमेन्टमा गर्नु पऱ्यो क्या अनि त्यही अनुसारले हजुरहरूले जित्न सक्नुहुनेछ त्यो एकदमै सिम्पल बनाइदिएको छु मैले र यता क्याप्सनमा देखिरहनु भएको यो अप्सनहरू हुन्छ होइन अनि त्यो अप्सनमा चाहिँ हजुरले एउटा चुज गर्नुपर्ने हुन्छ र फेरि पनि मैले हजुरहरूलाई जसले लास्ट टाइम इन्स्टामा कमेन्ट गर्नुभयो जसले पनि जित्नु भएन उहाँलाई फेरि पनि एक चान्स दिन्छु होइन मेरो भाइहरूलाई मेरो दाइहरूलाई होइन सबैलाई चान्स दिन्छु एकचोटि फेरि पनि 400 रुपियाँ जित्ने मौका अनि दसैँ तिहार आउँदैछ यसो गिभ अवे होइन सट्टा लागेर गिभ अवे होइन मैले गिभ अवे भन्दा भन्दै कति महिनौदेखि भन्दै आइरहेको छु क्या अनि त्यही भएर अब अप्सन यहाँ देखिरहनु भएको छ होला होइन चट्टा लगाएर टक्क दिमागमा जोड लगाएर एउटा चक्क एउटा मात्रै छान्ने त्यो एउटा छानेर त्यो मिल्यो भने हजुरहरूले 400 रुपियाँ तुरुन्तै गिभ अवे जित्नुहुन्छ है अनि सो विनर चाहिँ एकजना मात्रै छान्नेछु किन भन्दाखेरि अहिले यो फर्स्ट गिभ अवे त्यही भएर अनि सो त्यही भएर अब लिनुपर्ने हुन्छ हजुरहरूले है त्यो त्यही हो या मैले त्यही भन्नलाई यो भिडियो बनाएको थिएँ होइन के गर्नु अब त्यस्तै त्यो संसार जिन्दगी छाया पैसा कमाउने पऱ्यो होइन साइकलमा पाल्नै पऱ्यो पालन पुलुन गर्नै पऱ्यो त्यही त हो नि अब दसैँ पनि आउँदैछ हजुरहरूले कतिको सपिङ गर्नुभयो त सानोतिनो सपिङ गरौँ भने अब पैसा अब बिस्तारै जुगाड हुँदैछ धेरै सक्नुहुन्छ अनि भ्लग स्टार्ट गरौँ कि नगरौँ होइन प्लिज लेट मी नो इन द कमेन्ट सेक्सन यो भिडियो चाहिँ युट्युबमै देखिरहनु भएको हुन्छ होला युट्युबमै देख्नुहुन्छ आज त्यस्तै आज बनाइरहेको छु भने चाहिँ आज रातिको 9 बजीसम्म आइसकेको हुन्छ होइन अनि काम पनि हुन्छ नि त मेरो त ड्युटी पनि छ अनि अहिले चाहिँ ड्युटी छैन अहिले चाहिँ त्यही 3 बजीदेखि जानुपर्ने हो अनि त्यही हो टक्क लगाएर 9 बजी चाहिँ टक्क लगाएर खाना खाँदै दिमागमा जोड लगाउँदै यसो टक्क त्यो 4वटा अप्सन यहाँ देखिरहनु भएको होला क्याप्सनमा त्यो 4वटा मध्ये एउटा अप्सन चुज गर्नु होला त्यहाँबाट टक्क लगाएर मिल्यो भने 400 रुपियाँ अन द स्पट होइन त्यही हो कतिजना चाहिँ मिलाउन खोजेकै रहेन होइन क्लोज कल पनि खाएको थियो एउटा भाइले तर त्यो भाइले पनि जितेन त्यो भाइलाई पनि एउटा मौका छ एउटा चान्स छ एउटा दसैँको टक्क लगाएर फेरि पनि चान्स दिएको छु मैले क्याप्सन दिएको छु 4वटा टक्क लगाएर दिमागमा जोड लगाऊ ठ्याक्क त्यो अप्सन चुज गर फेरि एकुलुक चुकुल भनेर यो होइन भने त्यो हो त्यो होइन भने त्यो हो भनेर चाहिँ भन्नु मिल्दैन टक्क एउटा अप्सन छ न कमेन्ट गर यति कमेन्ट गरेर मिल्यो भने जित्यो ल ठाउँको अन द स्पट जित्यो त्यो पैसा त्यही भन्नलाई मैले यो भिडियो बनाएको होइन एउटा गिभ अवेको भिडियो बनाउनु भएको अनि त्यही हो अब दसैँको पनि मामलामा लिएर अलिकति धेरै नै छुट्टी भयो भने चाहिँ मैले भ्लग स्टार्ट गर्छु होला अनि दसैँको छुट्टी दसैँ भ्याकेसन सकेपछि फेरि मेरो काम स्टार्ट हुन्छ नि त अनि त्यति बेला त मैले कन्टिन्युसली भ्लग त गर्दिनँ नि त अनि फेरि मैले भ्लग स्टप गर्छु होला अनि फेरि तिहार आउँछ फेरि तिहारमा नि भ्लग आउँछ
अनि तिहार सकेपछि फेरि भ्लग स्टप हुन्छ अनि डाइरेक्ट अब कहिले दसैँ के हुन्छ पहिला दसैँ र तिहार त राम्रोसँग मनाउनु होइन बल्ल त दसैँ आउँदैछ तिहार आउँदैछ होइन अब अरू मङ्सिर पुस भन्ने त आइहाल्छ गइहाल्छ होइन अनि त्यही हो अब मङ्सिर पुसमा नि केही प्लान गरेको छ होइन केही ठुलै प्लान त होइन जस्ट ठिकै भनौँ न प्लान गरेको छौँ त्यो चाहिँ अब पछि भिडियोमै हेरेर थाहा हुन्छ हजुरहरूलाई अनि त्यही हो ल ठिकै छ एउटा है ल मैले चाहिँ त्यही भन्नु आएको होइन आजलाई भिडियो यति नै हुन्छ गिभअवेको भिडियो हो होइन अनि स्पेसल्ली अब टाइटल नै त्यही त हो टाइटल थम्बनेल हेरेर बुझ्नु भयो होला त्यही हो यसको प्राइस चाहिँ अब कति हो भनेर चाहिँ क्याप्सनमा 4वटा अप्सन दिएर हुन्छु साइकल यही नै छ बिर्साउनुहुन्छ मैले चाहिँ यो मोबाइल यता ल्याउनु सक्दिनँ क्या मैले यसमा अट्टाएको छु अनि त्यही भएर त्यही पनि एउटा एक झल्क त देखाइदिउँ न होइन लास्टमा टक्क साइकल चाहिँ मैसँग छ है अब मेरै रुममा हुन्छ नि त जतिखेर पनि 24 आवर्स होइन यो क्यामेरा नअट्याएर दिमागको अनि ठिकै छ केटा ल है त सबजनाले बेस्ट अफ लक है राम्रो गेस्ट गर्नु होला राम्रो गेस्ट गरेर टक्क लगाएर कमेन्ट गर्नु होला नत्र कमेन्ट नगरे पनि अनि इन्स्टामा डिएम गर्न सक्नुहुन्छ पर्सनल्ली नै त्योभन्दा त युट्युबमा कमेन्ट गरेकै राम्रो भिडियो पोस्ट हुनु साथ 5 मिनटमा 10 मिनटमा सोचेर भिडियोमै कमेन्ट गर्नु होला त्यही हो आजलाई भिडियो यति नै भन्दै बिदाय माग्न चाहन्छु you guys like the video if you are new to my channel please like share and subscribe गरिदिनु होला नभए च्यानललाई सब्सक्राइब गरेर टक्क लगाएर कमेन्ट गरिदिनु लाइक सेयर एन्ड सेयर गरिदिनु होला आजलाई यति भन्दै बिदा माग्न चाहन्छु बाई बाई टाटा गाइज अब दसैँतिर भेटौँला दसैँ आउनुभन्दा अगाडि भेटौँला नि घट स्थापना सकेपछि भेटौँला है त ल बाई बाई सपिङ गर्नुहुन्छ नि त त्यति बेला अब टक्क लगाएर भिडियो बनाउँछु होला त्यति बेला भेट्नुपर्छ है त ल बाई बाई